हेलो गाइज, वेलकम टु माई एनदर भिडियो। आज चाहिँ म ठ्याक्क पोखरीदेखि भिडियो स्टार्ट गर्दैछु होइन। यहाँनिर हाम्रो सरोज हुनुहुन्छ होइन। सरोज के भन्न चाहनुहुन्छ त यसो दिक्तेलसम्मको यात्रा होइन? म चाहिँ के भन्न चाहन्छु भने होइन, एकदम मजा आएको छ केटा हो होइन। यहाँनिर एकदम फिल्डमा आएर छ हामी, यहाँ मस्त मजा आएर छ यस्तो बाटो हिँड्दाखेरि चाहिँ जस एउटा रमाइलो फिल भएर छ भन्नु होइन। हो ठिक छ त। अनि आज कस्तो होला त अनि आजको यात्रा होइन, दिक्तेलसम्मको आजको यात्रा। हामी चाहिँ दिक्तेलसम्म जाँदैछौँ होइन। त्यही हो, तपाईँहरूलाई के कस्तो लाग्छ मेरो च्यानलमा अब नयाँ हुनुहुन्छ भने सब्सक्राइब होइन, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अब यसो हजुरकै अब साथ सपोर्ट मिल्यो भने अब धेरै हेल्प पुग्नेछ। आजको मौसम चाहिँ यस्तो छ होइन, मौसम टक्क छ आजको मौसम चाहिँ। अनि बादल लागिरहेछ। यो चाहिँ ठ्याक्क कहाँ भन्नुहुन्छ भने यो चाहिँ पोखरी हो, पोखरी। अनि हाम्रो आमा टक्क केटो होइन, केटो बबाल छ नि, बबाल कुरा छ एउटा कुरा चाहिँ पहिलो यात्रामा राम्रै कुरा रहेछ। एउटा कुरा मैले मजा हुन्छ नि होइन। आज मलाई फिल भयो क्या पहिलो यात्राको। हो ठिक छ। डाँडा काँडा हेर होइन, गाडीमा हिँड्दा के मजा हुन्छ, यस्तो मजा हुन्छ एकदम। यहाँ डाँडा काँडा हेर, रोड सोड हेर, आफ्नो फुल बगैँचाहरू हेर होइन, जस्तै पाहाड गाडाहरू ठाउँहरू हेर, अब रमाइलो छ फिल हुँदैन जस। ठिक छ। अनि यस्तो छ गाइस है त, गाइस लेट्स गो हुर्लुङमा भेटौँला है त। अहिले चाहिँ हामी टक्कै हुर्लुङमा आइपुग्यो होइन। यहाँनिर केटो यता छ, टक्क हुर्लुङको यो गेट। गाडीहरू त यहाँ मान्छे बस्छ क्या, सट्टवाल यस्तै छ होइन। दिन ढुम्म भइरहेछ आज। अनि दिन यस्तो हल्का हल्का जाडो पनि भइरहेछ, तर पनि हेर्नु न यहाँनिर मौसम चाहिँ एकदम ढुम्म भइरहेछ होइन। त्यही हो, गाडी रहेछ यहाँनिर। हामी चाहिँ अहिले यहाँनिर हुर्लुङ ठ्याक्कै। चिसो चिसो छ मौसम न्यानो तिम्रो साथमा। यस्तो छ होइन हुर्लुङ चाहिँ। दिन ढुमिरहेछ है, केही देखाएको छैन होइन। केटो पर पुगिसक्यो। हामी चाहिँ होइन हुर्लुङ आइसक्यो। हुर्लुङमा छु मैले चाहिँ। जस्ट हाम्रो ट्राभल पुरा हुन लाग्यो अब चाहिँ है। यहाँ आएर हामीले उहाँ खाजा अर्डर गरेको छौँ एसएसबी होटेलमा। नाम पनि एसएसबी होटेल भन्नुहुन्थ्यो हजुरले, हो कि होइन हो, त्यही होला जस्तो लाग्छ म चाहिँ। हल्का ढुमिरहेछ, ढुसी लागिरहेछ, यस्तै छ। पर केटो भयो अरे। अहिले गाइस हाम्रो चाहिँ खाजा तयार भइसकेको छ होइन। केटो पुरा छ यहाँनिर, त्यही हो। म त गाएछ यहाँनिर भोकले होइन, यस्तो सानोतिनो भइसक्यो क्या। कतिखेर आउँछ र खाइदिउँ भन्ने हिसाबले बसिरहेको छु म चाहिँ यहाँ तयारी अवस्थामा होइन। अहिले त यस्तो छ मौसम यार, यस्तो छ कस्तो। केटो यहाँ छ टक्क लिन त। तातो पिरोसँग कुल खानेकिरी आज खाएर चाहिँ निस्किसक्यो है गाइस। हुर्लुङको अलिकता छु होइन। 10,000 मिटर कहिले हो यार। 10,000 मिटर अरे उ त्यहाँ हेर न, 10,000 मिटर लेखेर छ। यस्तै छ होइन। त्यही हो, मौसम धुम्म भइरहेछ।